मान गाग्री बोकेर कहाँ जान लाग्नु भएको? पानी लिन म धारामा गइहाल्छु नि। अब सिफारिस बनाइहाल्यो, ढिला चाँडो पासपोर्ट बनाइहाल्छ। तिमी विदेश गइहाल्छौ, घरको सबै काम मैले त गर्नुपर्छ नि, त्यही भएर अहिलेदेखि नै गरिदिहाल्नु। खै ल्याउनु, म लिएर जान्छु पानी। भइगयो त, तिमी घरको काम ल्याउनु न भनेपछि ल्याउनु के? तिमी घरको काम गर, आज म ल्याउँछु। भगवान, त्यस्तो माया कति दिन हो कुन? दिन प्रतिदिन पासपोर्ट बनाएर छोडेर जाने दिन आइसक्यो, झन् माया देखाउनुहुन्छ होइन? यसरी पानी लिन त कहिले पनि जानुभएको थिएन। मैले छोडेर जान्छु भनेर होला नि माया देखाएको। अब यति माया देखाएपछि त म विदेश जान्न भन्ठाने होला, के को जाँदैन थिएँ। कति काकीलाई मात्रै काम लगाइरहनु भनेर म आफै पानी बोक्न आएको। तँ पनि बुहारीले नपठाएर तँ आफै आइस जस्तो मानव पानी भर्नु। अब के गर्नु त, सीता विदेश गएपछि आखिर घर काम सबै मैले गर्नुपर्छ, त्यही भएर अहिलेदेखि नै गरेर। तै पनि घरको काम चाहिँ जानिराखे राम्रो हुन्छ कि। अब जाने पनि नजाने पनि सबै गर्नु परिहाल्छ दाइ। एक गाग्री पानी ल्याउन पनि कति समय लगाउनु भएको? मैले हजुरलाई भने कि होइन म आफै पानी लिन जान्छु भनेर। धारामा नवराज दाइ पनि पानी लिन आएर रहेछ, एकछिन बसेर कुरा गरेर नि। ए लोग्ने मान्छेको पनि कुरा हुन्छ पँधेरामा? छोरी मान्छे मात्रै कुरा काट्छन् गफ गर्छन् भनेर भन्नुहुन्थ्यो। मानव, हामी विदेश नजाने भयौँ भनेर भन्दाखेरि खलानुले पनि विदेश जा म पैसा हालिदिन्छु, डिस्कानुले पनि म छँदैछु नि भनेर भन्थ्यो। अहिले हेर्नुहोस् त, गाविस गएर सिफारिस पनि बनाएर ल्यायौँ, अब हामी विदेश जाने भयौँ, पैसा सापट्टि दिनु न भनेर भन्दाखेरि जो पनि छैन मात्रै भन्छ। अब के गर्ने होला है? कहाँ खोज्ने होला त्यत्रो पैसा? हुन त हाम्रो लागि पो यति चाहिँ अब पैसा पनि धेरै हुन्छ, तर अरूको लागि त यति पैसा पनि थोरै होला है। हेर सीता, अब हामीले जाने निर्णय नै गर्छौँ।
सिफारिस पनि बनाएछ अब आजभोलि 5 पनि बनाउँछु तर मिल्ला नि कतैबाट भन्छ नि त आत्मा पुर्याइदिन्छ तर जानु चाहिँ पर्छ है सीता जानु परिहाल्यो नि नानी दिन प्रतिदिन गाउँको आर्थिक अवस्था झन् कमजोर हुँदै गइरहेको छ बिहान के खाउँ बेलुका के खाउँ भन्ने बेला भइसकेको छ अब एउटा न एउटा उपाय त लगाऊ न छोडिदिनुहोस् नि सबै कुराहरू तपाईँलाई भोक पनि लाग्यो होला मलाई पनि भोक लाग्यो जाउँ खाना पकाऊ खाना खाऊ आउन भित्र सीता दाल मात्रै खोइ त तरकारी आजभोलि काममा जानु छैन कति भयो नि तपाईँ नाम्लो बोक्नु नजानु भएको अनि कहाँ छ र पैसा कहाँ तरकारी किन्ने के ल्याउनु अनि तिमीलाई रुच्छ त मलाई त नुन र भात पनि रुच्छ यही अलिकति दाल थियो यसैमा रस हालेर पकाएको अब जाँदैछ दाल पनि बाक्लो पाक्छ तरकारी पनि पाक्छ कराईमा पनि धेरै मासु पाक्छ अनि बाक्लो दाल पनि खान पाइन्छ हो त्यही भएर त म विदेश जान्छु भनेकी त सम्झिलो हातैले खानु न गाह्रो हुन्छ मलाई दुःख नमान्नु मानु निस्तै भात खाए पनि मलाई मजाले रुच्छ अब तिमी जान्छौ भने यो पनि खानु पाउँछ कि पाउँदैन तिमीसँगै हुँदा त यति पातलो दालसँग खाना खाइरहेको छु तिमी भएन भने यही पनि खाना पाउँछ कि पाउँदैन किन मन सानो बनाउनु भएको मान जस्तो पर्छ त्यस्तै टर्छ हिजोको दिनमा म नहुँदा पनि त हजुरले पकाएर खानुभएकै थियो भोलि म नहुँदा पनि त बाध्यताले पनि पकाएर खानु होला